मधेसका होनहार उद्यमी युवा जनशक्ति दिनौं विदेशतिर दगोरिरहेको छ। उचित रोजगारी, सिप, इलम र अवसर दिन नसक्दा गरिबीको बाध्यताको कारण हाम्रो जमिन, हाम्रो स्रोत साधन सबै सुक्दै हाम्रो जनशक्ति पातिलिँदै गएको छ। यो दुःखको कुरा हो। म भन्छु, हामी हाम्रो पुर्खाको पौरख नभुलौं। हामी यहीँ बसौं, हाम्रो यही आफ्नो जन्मभूमिका लागि मरिमेटौं। हाम्रो विकास, हाम्रो उत्थान र हाम्रो समस्याको निवारण हामी आफैबाट हुने हो, अरूले आएर गरिदिने होइन।